बर्बानीको नाममा मन खाल्टे हेर्नु त्यो कति समय 2 बेला त पोसो त सम्बन्ध हो अब 5 बजे खाल जोडिने भाषामा नबी यत्र काममा त बेहुला बेहुली म त हिको यम त हुनु त बेहुला बेहुलीलाई नबी तपाईको सेव खाना नपे नानाको तपाईको शिर उठाउने अब गरिराखेका छौँ तपाईको माने त तपाईको शिर उठाउ तपाई हात खोज्यो होला कति खोज्यो हैन तपाईको शिर उठाएको है ठुलो ल है ताली ल अब कान्छो ल यहाँ भने अब नदी हाम्रो बर्बादीको शुभ लगनमा साथी दिँदै लानुभयो साथी सरदिँदै ल्याइपुऱ्याउनु भयो यसमा अब यसो ठुल्छे भएन यो त सभा बोक्नु आएको सभा बोकेकोमा अब अथवा साइनान्स दाजुभाउजू भए पनि बिहान भए पनि काका काकी जे भए पनि हजुर तपाईँले एउटा सहर दिँदै लगेर सहर दिँदै ल्याएकोमा साथी दिनुभएको छ यसमा उहाँ सोल्टिनहरू पनि मजाले हेर्नु पाउनुभयो पाउनुभयो हामी चाहिँ कलियारभित्र पसिहाल्यौँ तपाईँको माता भइगयो हाम्रो मका यसमा जोसँग बोले पनि जहाँ गए पनि जेहरू पनि तराताई बाटोमा चाहिँ साथ दिनुपर्छ यसो नै जसरी नगर्नुहोस् भनेर है हजुर यो धन्यवादै ल ताली ल ल धन्यवाद फेरि लोक दाजु र भजुको कन्डो बोकेकोमा होइन त हजुर दाजुभाइ भएर सबै गाउँ जनता मित्र भएर हाम्रो बर्बनी मेरो दाजु र मेरो भजुको अलिकति काट्ला है थप्नै पर्यो रितमा हिँड्नै पर्यो हिँडेन भने विदित गर्नु भएन नगबी कुनै दाजु र भाउजूलाई तर सम्झुकेलामा नि हो साँझ खेलामा नि निका के बेहुला अनि यहाँ त कसलाई बुल गिनी आशीर्वाद दिँदै सुख सन्तोष दिउन् बाबुआमा सबै इष्टमित्रले सुख सन्तोष दिउन् प्रथममा 3 फलमा छोराछोरी 1 फलमा मकै हुन् आशीर्वाद ठिक छ बेहुला साहब 3 खलमा छोराछोरी 1 खलमा मकै अनि घटाउ छोराछोरी चाहिँ हजुर छोराछोरी दुई खलमा मात्रै छन् हजुर 1 खलमा चाहिँ घटाउ हजुर त्यसमा के गर्नु पर्यो भने उहाँले त्यस्तो भयो मतलब बुझ्नु पर्यो है मतलब बुझ्नु पर्यो हजुर सत मान्नु पर्यो चाबी लाउनु पर्यो सबभन्दा मुख्य कुरो र मुख्य अब कार्य विषयका कुराको भन्नु अब एउटा रित चाहिँ हुन्छ होइन पुर्खाजी नयाँ देखेर आएको छ अब शैली रित सकिँदा लगभग यो अन्तिम घडी हो होइन बिहेको चाहिँ कता छ अब लगभग अन्तिम यो आफ्नो सेटअपी काम त्यसको लागि एउटा शिर उपर गर्ने कार्य भइरहन्छ बुढाची 2 जना पुर्खाहरू बोल्ने अब पुर्खा चाहिँ आफैले बोल्नु भएन बोले कर लागेको बुढाची कल्लेलाई हाम्रो मुख्य काम कार्यभार गर्ने कामको सबभन्दा अगुवाई गर्ने हाम्रो कल्ले बुढाची पहिलादेखि लिएर अब होइन अहिलेसम्म कल्ले गरिरहनु भएको छ उहाँहरूको अरुणसँग गरिराख्नु भएको छ म अरुण पियारो अनि नि होइन उहाँहरूको अब पहिला जो सम्झेर यो काम गरिदिनु भयो यो कामलाई सफलता गर्ने अप्ठ्यारो काम गरिदिनु भयो होइन
बाहिर पिराइ सामानमा चाहिँ खम्बल गर्दा मार्यो बाध्यता सम्पूर्ण पर्यो होइन केटारीको भुपु चित्तमी नामा होला पकाइले तु हामी नगो विचार गर्दा यो पकाइले त्यसमा तपाईँहरुको थियो लामा आइको चुनाउने खोजिन्छ आशीर्वाद तपाईँहरूलाई पनि लामा आइको अनिन्छ छानी आजै छोरा नातिम सरकारले मुमा तयनुम तुम्ने आशीर्वाद उहाँहरूको पनि छैन छ र इसेका तपाईँहरूको काम सकिएकोले गर्दा भन्दै तपाईँहरूको शिर उठाउने यानि सुनका जुवा भिरा थियो इसेका सुनका जुवा फुकाउनु हुन्छ अरे उहाँहरूले अब चाहिँ मेको कार्टुन देला मको मेमी कामका छाची मी काजेरी मी पैसा स कोष पिङमा छि हैन अब फेरि यो पनि हुन्छ यो भोट आउने काम गरौँ हामी सुरु चाहिँ एक हप्तासम्म भोक मार्नु भयो त्यसपछि मारिदिनु भयो आगोले पनि पोल्यो होला तपाईँहरूलाई चिसो पानीले पनि चिसा होला अरे थपेर भनेको बेला खानु पाउनु भएन होला तपाईँले आफूले भोक तिर्खा सहेर अर्काको तिर्खा मारिदिनु भयो आफूले भोक सहेर अर्काको भोक मारिदिनु भयो होला र यसमा तपाईँहरूको कुनै पनि यो बरबर्नीको लागि यो दुईजना बरबर्नीको निमित्तमा जस्तै कसैलाई थप्दै गर्नुभएकोमा तपाईँहरूको चेक भाडा केही नलागोस् एउटा भाडा परमा पनि भयो यो परमा तिर्नु नसके तापनि चेक भाडा चाहिँ नलागोस् तपाईँहरूको वचन थपिएकोमा त्यसको वचनको चेक पनि नलागोस् दुःख गरेको दुःख कष्टको भाडा पनि नलागोस् चेक नलागोस् र तपाईँहरूको एउटा सबैजनालाई सानो ठुलो चिसो पानी तातो पानी सबै दाउरा ल्याउने पोल्ने सबै